रचना रिमाल चढेको जहाज जर्मनीमा आकस्मिक अवतरण। दर्शकबिन गायिका रचना रिमाल चढेको जहाज जर्मनीमा आकस्मिक अवतरण भएको छ। उनले फेसबुक मार्फत यसरी जानकारी दिएका छन्। क्यानाडाबाट भारत हुँदै नेपाल फर्कने क्रममा रहेकी उनी चढेको जहाज जर्मनीमा इमर्जेन्सी ल्यान्डिङ भएको हो। उनी क्यानाडामा साङ्गीतिक कार्यक्रम सकेर मङ्गलबार भारत हुँदै नेपाल फर्कने क्रममा थिइन्। क्यानाडाबाट उडेकी उनी जर्मनी पुगेकी हुन्। उनले फेसबुकमा लेखेकी छिन्, क्यानाडाको साङ्गीतिक यात्रा सकेर आज एयर इन्डियाबाट नेपाल फर्कने क्रममा छु। क्यानाडाबाट भारत ल्यान्ड हुनुपर्ने फ्लाइट जहाजमा आएको प्राविधिक समस्या कारण गर्दा जर्मनीमा इमर्जेन्सी ल्यान्डिङ भएको हो। केही समयमा जर्मनबाट भारत हुँदै नेपाल फर्कने तयारीमा छु। जय पशुपतिनाथ। केही बेरमा पुनः भारत हुँदै नेपाल फर्कने तयारी रहेको उनले जानकारी दिएका छन्।